उमाला उमाल भिडियो सुरु गर्नुभन्दा अगाडि च्यानल लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। कस्तो जाडो भयो। कान्छा ए कान्छा कान्छा ए कान्छा किन दिमाग खाएछ नि बिहान बिहान आयो तेरिका। आज मौसमले च्यालेन्ज गरे जस्तो छ। जा त पल्लो घर काकाले वहाँ माछा पाल्नु भएको थियो, माछा खाना पर्यो, लिएर आइज त जा। ए माछा ल जान्छु म। पैसा त्यही उधार लिनु त होला हैन। जा 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 उधारो भोलि पर्सि लिएर अनि दिम्लाका मेला गर। तेरिका यही बेला जेठी दिदी आउनु गएको माछा बनाउनुलाई। दिदीले बनाएको नि कस्तो खान मन लाग्यो। ए दिदी बनाउनु है, म त बाहिर निस्केँ गाँठे। तिमीको आउँछ माछा पकाउनु होला। पाके नि गोर खाना आउँथ्यो कि चाहे होला कि चाहे होइन होला। दिदीले बनाएको त। The next day पल्लो घर साइली काँडा माछा लिएर खाएको हिजो च्याप्पै नमिठो हैछ के पालेको के पालेको त्यस्तो खोइ। ए पक्का तिमीहरूलाई कुरा नलाई भएन। दिदी मेरो त थोरै सानो कम्परमा त गए है। ए जानुस् यहाँ बस्नु पर्यो। ए दिदी ए बस बहिनी बस। के भयो दिदी हजुर माथि ल्याइदिएकी कान्छीले त तपाईँले पालेको माछा त मिठै थिएन रे। त्यही ठुठु भनेपछि मलाई त्यस्तो भने आज मैले त्यसको झ्याको नजाने छोड्दिनु। माथिले गरी जेठी दिदी के भनेको क्या तिमीले मेरो बारेमा कौरी बयान गर्दै सुनाउने। के सुनाउँदै यिनै भनेको के मेरो माछा त मिठो छैन, थुथु गरिदियो गरे के हो भनेको। ल्याउ मेरो यहाँ अस्तिको माछाको पैसा निकालिहाल। मैले त्यस्तो भने हुम्ला। अनि त्यसले मलाई गएर किन सुनाइ त नि त्यस्तो। पैसा अझै भर्खरै यहीँ चाहियो मलाई। कस्तो यही चाहियो भन्छौ मेला गएर दिम्ला के भो पर्खा। त्यसै त मेरो भनिरहन्छौ त देख्यौ भनिरहन्छौ तिमीले भर्खर यहाँ परमाट भयो। ल्याउ यहाँ मेरो माछा। म मेला गरिदिन्छु भनिराखी छु हेर। अहिले निकाल यहाँ। सो हेलो गाइज नमस्ते। अनि अब आजको एपिसोड चाहिँ हेरिसक्नुभयो होला र अर्को एपिसोड चाहिँ छिटै नै आउने छ। त्यो दिनजेलसम्म चाहिँ कुरिदिनु होला र हामीलाई माया गरिदिनु होला धेरै धेरै। सब्स्क्राइब पनि गरिदिनु होला च्यानललाई। ल।